हेलो गाइज वेलकम ब्याक है। आज चाहिँ भ्लग के छ भने अरिङ्गाल पोल्न जाने छ हैन। सो केटाहरू छ थुप्रै है। अहिले चाहिँ त्यही हो यसो हैन, जाडो छ है, भर्खर पानी बिसाएको छ अनि यस्तो छ मौसम चाहिँ खासै राम्रो देखिएको छैन। त्यही हो गाइज, अरिङ्गाल झिक्न जाने छ हैन। कतिको टोकाइ भेट्ने रहेछ हेरौँ है। यही हो गाइज, अब चाहिँ हामी खानासाना खाएर जान्छौँ होला। अब तपाईहरुलाई देखाउने छ। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है। धेरैभन्दा धेरै माया देखाइदिनु होला। ल गाइज, हामी चाहिँ लाग्यो। अब चाहिँ यही नजिकै हो, पुगेर हैन टक्क पोल्नु पर्यो गाइज। सो है, थुप्रै छ कि केटाहरू चाहिँ अगाडि चाहिँ गइसकेछ, धेरै गइसकेछ। अनि यहाँ चाहिँ हामी टक्क हैन देख्न सक्नुहुन्छ, लगभग 15-17 जना चाहिँ छ होला। हामी चाहिँ लाग्यो है त। ल अब उनी गएर देखाउने छु। ल हिँड न केटा हो। है गाइज, अब चाहिँ हाम्रो यो झिक्ने त लाग्यो होइन, तयारीमा छौँ हामी। बाँस ल्याएको छ, पेट्रोल यता नि छ। ल उता नि देख्न सक्नुहुन्छ। रेडीमा छौँ गाइस, म चाहिँ म्यानेजर है। एकदम रेडीमा छौँ है गाइस। आज चाहिँ अरिङ्गाल हन्टिङ हान्न जाँदै हो कि। ल उता चाहिँ आगो बाल्न लाग्दैछ। खुट्टा बाँधेर बाफ्रे दुगो नमिलेर बनाएर घरमा अरिङ्गाल छ, यहाँ चाहिँ आगो बालिन्छ हैन। यसरी यस्तो भित्र हाल्नु मिल्छ कि तल अलि बाँचेर हाल्ने कसरी त्यसै टक्क। यहाँ चाहिँ होइन टाङ्ला बनाएको छ क्या, टक्क 4-5 वटा बाँस छ, 3 वटा रहेछ। केटाहरू चाहिँ टक्क देख्न सक्नुहुन्छ, एकदम धेरै छ क्या। तयारी भयो ल। हामी चाहिँ एकदम रेडी अवस्थामा छौँ है। अब अरिङ्गाल हन्टिङ हान्न जाने हो, कालो अरिङ्गाल। कालो एकदम सेफ्टीमा छ है हामी चाहिँ। टक्क है त। ल त्यही तयार गर्नु छ टक्क। खै हाम्रो चाहिँ ऱ्याङ्कोड हो होइन। हर ठाउँ चाहिँ ब्रिटिसवाला हुन्छ नि त, त्यो भुवावाला, तर यहाँ छैन नि त। लास्ट जुका छ है, केटाहरू चाहिँ तन्नै छ पनि होइन। कामी लागेको घामै लागेन। गाइस माथि छ क्या अरिङ्गाल चाहिँ। बाबु यो मिलाइदिए त। यत्रो धेरै दाउरा छ होइन। यहाँ चाहिँ ट्याङ्की छ है पानीको। घोप्टो हुँदा नि यतिक सिधा बस्दा मिल्छ होला नि त। घोप्टो हुँदा नि यतिक सिधा बस्दा मिल्छ होला कि। ल है गाइज, अब सुरु हुन लागेको छ। अरिङ्गाल चाहिँ त्यहाँ माथि छ कि होइन, यहाँ चाहिँ देखेको छैन अलि। हामी चाहिँ अलि यता छ। केटाहरू चाहिँ हल्का देखिरहेको छ है बत्ती त्यहाँतिर, धेरै छ कि केटाहरू चाहिँ होइन। ल है त अब चाहिँ आगो बाल्न लाग्दैछ, हेरौँ है। हेरौँ गाइज। ल भिडियो गाइज अब चाहिँ सुरु हुन लाग्छ। हेरिराखौँ है, हेरिराखौँ। ल है गाइस, सुरु भयो है। अब है सुरु भयो है। पेट्रोल हालिसक्यो। त्यो यहाँ मैले देखाएको थिएँ नि, त्यो झाङ्गामा आगो सागो पनि बालिसक्यो गाइस। देखौँ है त। गाइस हेरौँ न है, अरिङ्गाल चाहिँ लास्टै ठुलो छ। भाग बिहान परेन भने सबैले।
यता सुरु भयो है त गाइस ल अब चाहिँ यो चाहिँ उस हुन्छ हैन टक्क यहाँ चाहिँ आएको छ त्यहाँ माथि चाहिँ ढालिया है ल ल त्यहाँ माथिबाट है ढाल्ला है गाइस अरिङ्गाल चाहिँ हामीले देखिसकेछ तर यो क्यामेरामा चाहिँ देखेको छैन हेरौँ है गाइस फोटो सोटो हान्ने छ घाँटीमा त ल यता पनि हेर्दिउँ त त्यहाँ माउ है यो उस्तो जुगाटे यताबाट छिर्न नपाए डाइरेक्ट यहाँ प्लास्टिकबाट यता पसेको मेलमा है ल केटा ल उस गरौँ न ल फेरि अलि यो झिक्दै टाइम लाग्छ क्या यहाँ लाइट छैन दाइ बाहिर अलिक माथि लगाउनु अलिक माथि झिक्ने लाउडा पोला के त चिम्टा लिन्छ बाबु पोलो बाबु अलि नजिक गएर देखा यसो राख्ने के लाइट सब छोपेर टोक्यो एकनाल टोकाउनु पर्छ है हातले हुन्छ चाहिँ सुइला औलाले च्याप पार्नु न मत बाबु मैले अरिङ्गाल लिरिने यहाँबाट भाँची है क्या झन्डै मेरो हागे तुर्याउनुमा जान्थ्यो अझै पनि खासै नफलेको या खतरा तरिकाले अस्ति लिने होला उटी पोला रही गुमा कता गयो त्यो पोला के भन्नु चिम्टा उयन छैन उयन छोप त दुई सुप भयो गाइस अरिङ्गाल खाना अरिङ्गाल कालो अरिङ्गाल सबलाई चुले निम्तो ल